हेलो नमस्कार सबैजनालाई। आजको यस भिडियोमा हामी एसी रिजल्ट कसरी चेक गरिन्छ भन्ने बारेमा मैले भिडियो लिइरहेको छु। एकदम सजिलो र सहज तरिका छ र सबभन्दा फर्स्ट यही वेबसाइटमा चाहिँ रिजल्ट पब्लिस गरिरहेको हुन्छ प्राय। सबभन्दा पहिला तपाईलाई यो चाहिँ कसरी गरिन्छ भन्ने बारेमा मैले सिकाइरहेको छु। सबभन्दा पहिला ब्याक आइहाल्नुपर्छ। तपाईले ओपन वा गुगल क्रोम वा क्रोम खोलिहाल्नुपर्छ आफ्नो मोबाइलको। अनि यहाँ लेख्नुपर्छ एसई, त्यसपछि रिजल्ट अनि एजुकेसन सञ्जाल भनेर चाहिँ सर्च गर्नुपर्छ। यहाँ एसी सर्च गर्दाखेरि तपाईको चेक एसी रिजल्ट 2082 अनलाइन एजु सञ्जाल भनेर अप्सन आउँछ। यहाँ प्रेस गर्ने। यहाँ प्रेस गरिसकेपछि आफ्नो सिम्बल नम्बर प्रेस गर्नुपर्ने हुन्छ। यसै चाहिँ तपाईले आफ्नो सिम्बल नम्बर प्रेस गर्ने। यहाँ चाहिँ प्रेस गरिसकेपछि तपाईले यहाँ सर्च बार अप्सन यहाँ हेर्न सक्नुहुन्छ। यो चाहिँ सर्च बारको अप्सनमा क्लिक गर्ने। एसी क्लिक गरिसकेपछि यहाँ हेर्न सक्नुहुन्छ ग्रेड, जुन चाहिँ मेरो 3.121 जिपिए भनेर आएको रहेछ। अनि यहाँ चाहिँ मेरो सिम्बल नम्बर पनि यहाँ देखाइरहेछ। एसी चाहिँ हामी यसबाट चाहिँ रिजल्ट चेक गर्न सकिन्छ। अनि अर्को चाहिँ यसको लागि सबभन्दा पहिला मोबाइलको मेसेज बक्स खोल्नुपर्छ। मोबाइलको मेसेज बक्स खोलिसकेपछि यहाँ तपाईको मेसेजको यहाँ साइन हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ हामीले क्लिक गर्नुपर्छ। यहाँ क्लिक गरिसकेपछि यहाँ तपाईको 35,001 भनेर लेख्नुपर्छ। यो लेखिसकेपछि यहाँ सेन्ड टु 35,001 भनेर अप्सन आउँछ। यहाँ प्रेस गर्ने। यहाँ प्रेस गरेपछि तपाईको यस्तो ड्यासबोर्ड ओपन हुन्छ। अनि यहाँ तपाईले लेख्नुपर्छ एसई, त्यसपछि आफ्नो एसई स्पेस दिएर अनि आफ्नो सिम्बल नम्बर यहाँ हाल्ने। त्यो त्यसपछि यहाँ तपाईको सेन्ड मेसेजको बक्समा यहाँ हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ हामीले क्लिक गर्नुपर्छ। यहाँ जस्तै मैले यहाँ क्लिक गर्छु अनि अप्सनमा क्लिक गर्दाखेरि यहाँ हेर्न सक्नुहुन्छ तपाईको द जिपी अफ सिम्बल नम्बर दिस मच युसेस एसफेरो एसएमएस भनेर चाहिँ अप्सन आइसकेको छ। यसरी हामीले दुईटै थ्रुबाट चेक गर्न सक्छौँ।